मैले के मापस गरेको थिएँ हैन Have you ever? I love you. वाह कस्तो के हैन अनि त्यो हस्टेसमा चाहिँ मैले टाई लगाएर गएको थिएँ के 1 On, are you satisfied? एकदम ह्यापी Expression मुखमा एउटा आउनु भएन Cameraman focus Hello guys, welcome back to my channel and if you are new here, this is Rima. आजको ब्लग चाहिँ टाइटल हेरेर एन्ड थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला सो हामी चाहिँ आज ट्रुथ एन्ड डेयर खेल्न लागिरहेको छौँ सो कोसँग भन्दाखेरि चाहिँ विथ माई ब्रदर अनि आइ एम सुपर एक्साइटेड मेरो बोली सुनेर थाहा पाइसक्नु भयो होला सो आज हामीले कति ट्रुथ गर्छौँ कति डेयर गर्छौँ कति डेयरिङ गेम दिन्छौँ सो लेट्स गो इन एन्ड प्ले द गेम मैले चाहिँ भित्र अलिकति सेटअप गरेको छु सो लेट्स गो अनि त्यसपछि खेलौँ सो अब चाहिँ हामी गेम स्टार्ट गर्न लाग्यो यसलाई चाहिँ अब हामी फोल्ड गरेर यहाँ बक्सभित्र हाल्छौँ है त लेट्स फोल्ड यसलाई चाहिँ हामी फोल्ड गर्छौँ सो हामी चाहिँ ट्रुथ अर डेयर गेम खेल्न लागिरहेको छौँ विथ माई ब्रदर से हाई टु माई ब्लग हेलो नमस्ते मेरो नाम चाहिँ समीर अनि हामी चाहिँ अब यो गेम खेल्दैछौँ ट्रुथ एन्ड डेयर हामीले चाहिँ अघि नै अलिकति देखाएको छौँ त्यो चाहिँ हामीले फोल्ड गरिसक्यौँ यहाँ छ सो लेट्स स्टार्ट द गेम है त फर्स्टमा को गर्ने त जो सिजर पेपर रक गरौँ सिजर पेपर रक ल हस्टेन त हैन यस्तो मैले चाहिँ दिने के तले ए ल म लिन्छ है त सो यहाँ ट्रुथ अर डेयरको चिट छ मैले अघि नै देखाइसकेँ र सो म चाहिँ यो लिन्छु के हो हेर हेर्न है ट्रुथ पऱ्यो मलाई अब तिमीले मलाई क्वेसन सोध्नुपर्छ सो क्वेसन चाहिँ हामीले अघि नै लेखेर राखेको छौँ अब तिमीलाई अब यस्तो यहाँको केही दिन मन लागेन आफै सोद्धा पनि हुन्छ ट्रुथ चाहिँ अब सबै ट्रुथ छैन त्यो जुन सोद्धा पनि हुन्छ मैले चाहिँ अघि नै एउटा लिस्ट बनाएर राखेको छु सो हेर्न सजिलो हुन्छ भनेर ट्रुथ पऱ्यो भने मजा आउँछ कि नर्मलै हो होइन त्यस्तो छ नि हेभ यु एभर लाइड एबाउट यर एज रे कसैले हुन्छ नि यति वर्ष भनेर अलिकति सानो अलिकति बढाइदिनु नर्मलै हो त्यही पनि हो छ तर सानो चाहिँ भने होइन ठुलो चाहिँ भने होइन सो यो इन्सिडेन्ट चाहिँ कहिले भएको थियो सुन न यस्तो भएको थियो कि म अस्ति नै एकचोटि पहिला क्या हामी म 16 इयर्स हुँदाखेरि म उता गएको थिएँ नि त त्यो आर्मीको लागि अनि त्यतिखेर चाहिँ एज मैले त्यो एउटा फर्म भन्नुपर्थ्यो कि अनि त्यहाँ चाहिँ 16 वर्ष पुगिसक्नु पर्थ्यो क्या 16 म चाहिँ त्यति होइन 18 चाहिँ कटिसक्नु पर्थ्यो अनि त्यतिखेर म 17 थिएँ अनि त्यो बेला चाहिँ मैले फर्म भर्नको लागि चाहिँ 17 भनेर लेखेर फर्म भरेँ होइन अनि लास्टमा चाहिँ के भयो भने नागरिकतामा त्यो नागरिकता हेर्दो रहेछ उनीहरूले त म चाहिँ फेरि त्यस्तो बच्चाको हुँदै क्या त्यही हो एकचोटि लाइफ डियर परोस् सो मैले डियर चाहिँ अलिक दामी राखेको छु बट टमाटरले सी कन्सो पनि त धेरै चाहिँ छैन रहेछ म के सोध्छु भने होइन चाहिँ सोध्नु कि नसोध्नु भयो त्यही पनि होइन डेयर चाहिँ के हो भने तिमीलाई होइन प्र्याङ्क योर वान फ्रेन्ड द्याट यु ड्रङ्क एन्ड कट बाई अ ट्राफिक एन्ड आस्क देम फर हर हेल्प क्या मैले डेयर नपरोस् ट्रुथ मात्र परोस् उसको साथी छ क्या स्कुलको अस्ति नै भोलिमा चाहिँ नि हो समुद्रलाई गरेँ हेलो होइन म त बिहानै साथीसँग आएको अनि मापासी पऱ्यो एकचोटि यहीँनिर धुम्बारे अगाडि आइज न कुमारी मन्दिर जाने बाटोमा आइज न त एकछिन मैले के अरे चिप के अरे त्यो के भन्छ अरे लाइसेन्स भएको साथी चाहिँ आइसक्यो मेरो तर त पनि आइज नि एकछिन कस्तो ल्याङ भयो यार भनेर जस्तो प्र्याङ्क भने हामी लाउड स्पिकरमा बोल्थ्यो के बिल्ला हुन्छ त गाईहरू डल्ला भने नि हुन्छ अलिक ठुल्छली भने तर के हुन्छ त है भनेपछि खेल्नुपर्छ क्या गेम भनेपछि गेम यु हेभ टु डु इट
अहिले सुधे भइरहेको छ सुदीप भाइ सुधे भइरहेको हेलो कहाँ हो त पछि कल गर्छु ल ल ल प्लान क्यान्सल भयो नि त ब्रोको त खै के हो बिजी रहेछ 2000 years later. सो हामीले चाहिँ फेरि अघिको साथीले अलिकति भयो नि त अर्को नम्बरमा गरिरहेको छौँ तर उसलाई चाहिँ मैले स्किप बाहिर भनिदेऊ भनेको सही हुन्थ्यो पछाडि नै भन्न पायो भने चाहिँ किनभने अलिकति पछाडि नै भनिदिन्छु कि किनभने मान्छे आत्तिन्छ नि त त्यही भएर पछि पछि चाहिँ होइन इट्स अ प्र्याङ्क भनेर मैले एउटा भिडियोमा आएको थिएँ भनेर भनिदिन्छ सो है त हेलो भाइ कता हो ऐसा कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी ए भाइ सुन न एउटा काम थियो यार मैले क्या मापासे गरेको थिएँ होइन मापासे अनि ठ्याक्कै ट्राफिकले समाएको थिएँ क्या अनि अब यहाँ लाइसेन्स नभइकन जानै मिल्दैन अरे एकजना लाइसेन्स भएको मान्छे चाहियो भन्दा चाहिँ यता कहाँ भन्दाखेरि यो उता चक्रबस साइडतिर क्या कि ठ्याक्कै यो चक्रबस साइडतिर लाजिमबाडतिर हो क्या लाजिमबाडतिर साइडतिर हो अनि त्यसपछि तिम्रो कस्तो भन्दाखेरि अब के अरे आज फेरि एउटा साथीको उयो थियो क्या के अरे बर्थडे थियो अनि त्यसपछि बोलाएको थियो त्यहाँ गएको थियो अनि यस्तो ल्याङ भइदिएर हामीलाई यार समातेर ल्याङ गरेर एक्लै भयो क्या लाइसेन्स भएको मान्छे चाहिन्छ अरे के गर्ने भाइ तिमी आइदिन्छौ 5-10 मिनट पछि ल हुन्छ जेमा आए नि हुन्छ हेलिकप्टरमा आए नि हुन्छ भाइ हुन्छ हेलिकप्टरमा चढेर आए नि हुन्छ ए होइन भाइ यत्तिकै भाइ यत्तिकै ट्रुथ एन्ड डेयर खेल्दा थियो क्या यहाँ कजनसँग एउटा भिडियो भ्लग बनाइरहेको थियो क्या त्यही भएर यत्तिकै के अरे अब कसलाई गरौँ भयो अनि त्यही भएर त्यतिकै भ्लग बनायो कि प्र्याङ्क मात्र हाने है प्र्याङ्क हानेको है तिमीलाई प्र्याङ्क एकछिन होइन ल थ्याङ्क यू ल भाइ ल त्यही भएर ल भाइ ल पछि गइरहन्छ है त ल फेरि नजाउने फेरि गइदिएर ए ल काटेँ प्र्याङ्क गरेँ सुदीप भन्ने भाइलाई वेल डन दामी दे होइन त मैले Congratulations, great, successful person. ल अब नेक्स्ट है त मेरो टर्न है ल सो यहाँबाट म एउटा लिन्छु खालि ट्रुथ पर्छ त मलाई फेरि हेर्नु अब मैले झुटो गरेर त म तपाईँलाई देखाएर ल्याएँ है ट्रुथ अब फेरि एउटा ल सोध सो त्यही हो साउन्ड आएको छ कि छैन अलिकति सानो साउन्ड भइरहेको होला होइन डोन्ट माइन्ड मेरो टर्न ट्रुथ Have you ever cheated on a relationship? नो बिग नो छैन मैले कसम मैले कहिले पनि चिट गरेको छैन कसैले पनि रिलेसनसिपमा साँच्ची हो यतिको लोयल चाहिँ हुनुपर्छ त्यस्तो क्या त्यो हुन्छ नि लाइक अब अलिकति अर्को साथीहरूसँग त्यस्तो बोल्ने त भइहाल्छ तर त्यस्तो चिट भनेर चिट चाहिँ गरेको छैन ठिक हो म मान्छे नेक्स्ट डे त समीको टर्न सो अब समीको टर्न उसको टर्न हो है त प्लिज ट्रुथ पर्यो हुन्थ्यो यस ट्रुथै पर्यो ल गाइस ट्रुथ के सोध्यो हुन्छ है यस्तो खतरा सोध्छु फेरि म खतरा हुन्छ अब चाहिँ होइन सो म चाहिँ उसले ट्रुथ भर्खर लियो नि त म अब क्वेसन सोध्छु के भन्दाखेरि चाहिँ होइन इफ यु कुड बी इन्भिजिबल फर अ डे वाट्स द फर्स्ट थिङ यु डु यदि तिमी त्यही बुझ्यौ के गर्थेँ त म अब माइन्डमा त कस्तो कस्तो आउँछ कि अब चाहिँ अब पैसा ब्याङ्कमा गएर पैसा लिन जाउँ जस्तो बहुत तेज हो रहा है बहुत तेज हो रहा टाइपको नि इन्भिजिबल त्यो एउटा के अरे भोलिदेखि त रिच बिल गेट्स के अरे त्यो छ नि के भन्छ त्यो मिस्टर इन्डिया भन्ने टाइपको रेड कलरको लाइटमा नदेखिने टाइपको अनि अरू पनि के गर्थेँ त म
त्यस्तो त के गरिदिन्थेँ तर अब हुन्छ नि अब मलाई त खानेकुराहरू धेरै मनपर्छ अनि गएर क्याफेमा हुन्छ नि खतरा क्याफेमा होइन क्याफेमा नि ड्रिङ्क गर्नु मन लाग्छ अनि खतरा खतरा अब हुन्छ नि इम्पोर्टेड रक्सीहरू खाइदिन्थेँ त्यही हो ल ठिक छ ल न्युट्रन होइन सो फेरि तु चाहिँ भयो ल बियर पर्यो तिम्रो के दिन्छु जे दिनुहुन्छ है यहीँको दिनुपर्छ बरु तिनचोटि हुन्छ है तर दिँदा नि हुन्छ ल एउटा ल डेट दिइहाल्यो त एड होइन एड स्टोरी अन यर इन्स्टा होइन एन्ड राइट बाई बाई एन्ड इट्स माई लास्ट पोस्ट भनेर ल हुन्छ यो भयो नि म त गरेर दिन्छु गाइजहरू म त्यस्तो केही लाग्दैन हेर्नु मेरो इन्स्टाग्राम खुलेर देखिरहनु भएको छ होला के भन्नु रे बाई बाई इट्स माई लास्ट पोस्ट भनेर इट्स माई लास्ट पोस्ट भनेर अनि त्यसपछि अलिक स्याडवाला पनि हाल्नु न अझै त्यो हुन्छ नि कति बेर एकछिन मैले तिमीले भने होइन म त 1 मिनटको लागि मात्रै राख्छु है भन्नु पर्यो भनेको थिएन नि त फर्स्टमा 1 मिनटको लागि राखेर डिलिट गर्न पाउँछ है गाइजहरू ल 1.5 मिनट ल ओके कसले हेर्दैन होला ल वेट गाइज वेट के छ नि अब इट्स माई लास्ट स्टोरी अनि बाई बाई सबैजना अनि स्टोर फोटो चाहिँ फोटो चाहिँ अब अलिकति स्याडवाला हाल्दै न फोटो हेर्न सेयर होला म चाहिँ फोटो चाहिँ एउटा हालिदिएँ ल यही नर्मल है यही फोटो हालिदिन्छु है गाइजहरू इट्स माई लास्ट पोस्ट सी यू साथीभाइहरू गीत पनि राख्ने कुन हालिदेऊ न एउटा स्याडवाला पोस्ट गरिदिएँ आई कम्प्लिट माई डेयर है त तर म 1 मिनट ल म गरिदिनुहोस् है त अब मेरो टर्न है गाइज अब सरी त्यस्तो गरेर ल मेरो टर्न है देख्न सक्छ नि त त्यस्तो देख्ने त मलाई छैन भने ल न उता हेरेर दिनुहोस् है उता हेरेर आँखा चिम्म गरेर यस ल मजा आइरहेको ट्रुथ त्यस्तो धेरै मजा नआउने क्या थ्रु है टेयर चाहिँ मजा आउँछ क्या सो वाट्स यर वान अफ द इम्बेरेसिङ चाइल्डहुड मेमोरिज लाइक लाज लाग्यो क्या टाइपको मेरो चाहिँ एउटा इम्बेरेसिङ मोमेन्ट चाहिँ एउटा स्कुलमा हुन्छ नि अब मतलब स्कुल पहिला लिटल रोज भन्ने स्कुल पढेको थिएँ अनि त्यहाँबाट चाहिँ मैले चेन्ज गरेर अर्को एउटा प्रोलिफिकमा पढेको थिएँ अनि त्यहाँ चाहिँ हस्टेस रहेछ मलाई थाहा थिएन हाम्रोमा थिएन पहिला लिटल रोजमा अनि त्यहाँ चाहिँ मैले जस्ट अब ढिला भइसकेको थियो क्या एसेम्ब्ली त्यो स्टार्ट भइरहेको थियो होइन अनि त्यो हस्टेसमा चाहिँ मैले टाई लाएर गइदिएँ क्या टाई लाएर गइदिएँ होइन अनि यस्तो हेर्छु सबको बसेको छैन टाई अनि यस्तो एकछिन त अनि सबले अनि एउटा सर आयो क्या अनि भाइ अनि तिमीले बाबु तिमीले किन टाई लगाएको भनेको नेक्स्ट पनि टाई लाउने होइन र भन्यो अनि पर्दैन होइन मान्छेलाई हेरेर हाँसिरहेको थियो त्यही एकदमै लाज लाग्यो क्या कति वर्ष तिमी जस्ट 5-6 मा पढ्दै थिएँ त्यतिखेर चाहिँ नाइस वान मेरो नै सो कुनलिङ डियर गाइज जे दिनुहुन्छ मलाई कस्तोहरू रमाइलो भइरहेको छ भने प्लिज कमेन्ट हो क्या चस्मा लगाइदिने गाइज फ्लेक्स हान्ने पनि चस्मा लगाएर You have to scream loudly and say Saila Dai 3 times. बाहिर बसेर बाहिर बसेर क्यामेरा लानुपर्छ है ल ल ओके म चाहिँ अब बाहिर गएर साइलादै भने तिनचोटि कराउनु जान्छ ल लेट्स गो विथ मी सो मेरो चाहिँ आई हेभ टु स्क्रिम रे के भनेर चाहिँ साइलादै भनेर होइन यहाँ बसेर गर्नु गर्दैन ल त्यो दाइ हुन्छ नि त्यो नितान्छु देखाउँ त्यो देखि सिक्नु एकचोटि देखाइदिउँ त्यहाँ चाहिँ कतिजना त्यहाँ मान्छे हुनुहुन्छ त्यही नै म भन्छु साइला दाइ खोइ 3 जोडी भने
एकचोटि भयो साइला दाइ फेरि वान्स मोर अलि ठुलो छ साइला दाइ आई लभ यु Let's choose one. ल है त गाइस कुन निम्नलाई अनि छ्या डियर पर्दिरा ल भन्ने एउटा ल पट्टाएट कि चस्मा लगाइदिन्छु ल डियर चाहिँ सो डियर चाहिँ के दिनु ओके इजी नै दिन्छु म त्यस्तो गाह्रो दिन्न हैन ओके यु हेभ टु इट लेमन विदाउट एक्सप्रेसन क्या ओहो म लेमन ल्याउँछु है गाइस वेट म लेमन लिएर आउँछु विदाउट एक्सप्रेसन सो मैले चाहिँ लेमन लिएर अब यो चाहिँ तिमीले विदाउट एक्सप्रेसनकै बुझ्यौ नि यतिकै गरेर खानुपर्छ पुरै खाने गप्पै गप्पै निल्ने नि जोस् नत्र मुखमा निल्नै पर्छ भन्छ नि तर त्यो हालुन्जेल चाहिँ एक्सप्रेसन मुखमा एउटा हुनु भएन क्यामेराम्यान फोकस हो त्यहाँ ऐना उसमा हेर ल भयो गुड जब निल्न चाहिँ सक्दैन है सो मैले त्यति चाहिँ उद्देश्य है विदाउट एक्सप्रेसन मेट्रन है मेट्रन है एकछिन म गर्छु ल ओके खाली डियरै पर्दो रहेछ मलाई त अब के दिने मलाई हामी त डियर च्यालेन्ज मात्र राखेन भनेछ डियर ट्रुथ अर डियर भन्दा डियर मात्र के डियर मात्र परे छ नि त वाइ रमाइलो चाहिँ हुन्छ है खै कहाँ छ है मैले पनि उसले अब जस एउटा विदाउट एक्सप्रेसन एउटा च्यालेन्ज दिन्छु होइन च्यालेन्ज चाहिँ के भन्दाखेरि त्यो चिली खानु पऱ्यो ल चिलीमा एक्सप्रेसन आउँदैन त गाइजहरू पिरोले कागतीमा पो अलि अमिलो मात्र हुन्छ त त्यो उ गर्न सक्छ नि त च्यालेन्ज एक्सेप्टेड मैले किचनमा लिएर आउँछु है गाइजहरू कस्तो आफ्नो लागि आफै लिएर आउँछु क्या फेरि च्यालेन्ज पनि ए सरी एक्सप्रेसन चाहिँ अब होइन सकेसम्म चाहिँ नदिन ट्राई गर एउटा कि दुईटा है एउटै ल बिचरा बच्चाहरू फेरि गाह्रो भयो नि एउटा मात्र खान्छु त्यहाँ बाहिर चाहिँ उयो मेसिन चलाइरहेछ पानीको डोन्ट माइन्ड आवाज आयो भने सो म चाहिँ खान्छु विदाउट एक्सप्रेसन चाहिँ होइन तर हेर्नु न यो चाहिँ अलिकति यो चाहिँ उवाला रहेछ क्या फ्रेसवाला रहेछ अलिकति स्विट रहेछ तर किन हुँदैन त्यो वा कस्तो क्रन्ची क्रिस्पीवाला रहेछ नि त क्रिस्पी चिकन केएफसी मिठो छ ओहो म त सक्दिनँ थिएँ है यसरी खानु चाहिँ ल डन अब अर्को It was at this moment that he knew. He fucked up. मेरो टर्न हैन म त हेरेँ ल ल दुईटा पर्यो त फेरि भएन ल भएन त्यस्तो भन्न गाइस मैले छिटी म त भन्छु त्यस्तो साह्रो खान पनि सक्दिनँ छ्या धेरै पर्यो गाइस गुड सो म के दिन्छु भने सो म चाहिँ के डेयर दिन चाहन्छु भने यु हेभ टु डु 10 पुसअप्स 10 पुसअप्समा होइन पुसअप्स गर्दै यस्तो भन्नु पर्यो गीत गाउँदै डान्स गर्दै अरे कहना क्या चाहते हो तर अहिले डान्स गर्दै कसरी गर्छ डान्स आइम सरी आई मिन टु से भन्दाखेरि के भन्दाखेरि भने 10 चोटि पुसअप गर्ने अहिलेको एउटा भाइरल एकदम हिट गीतसँगै कुन भन्छ के हो तिम्रो नाम भने गीत एके दुर्गेश थापा दाइ दाइकीजी जे भन्दैन हुन्छ उहाँको गीत गाउँदै होइन पुसअप गर्ने 10 चोटि है त सो लेट्स गो गीत गाउँदै फेमस गीत इजी भन्छ लेट्स गो पुसअप गर्नु हरेन धेरै गाइस ल ल है त ल
1 परिचय पाऊ निमा जस्तै रहेछ निहालेको तपाईँलेको कति भयो बिजुली बालेर खै हट भएर भन न पट भएर भन्न भन गुड जब चस चोस अब मेट्रो नै यो लिनलाई ओ ट्रुथ गयो त एउटा मैले दिइहालेँ ह्याभ यु एभर होइन पी अन यर प्यान्ट यस्तो बच्चामा त छ होइन कतिचोटि बच्चामा त जस्तो नि हुन्छ तर अलिक ठुलो भएपछि ठुलो भएपछि भन न एकचोटि हामी स्कुलबाट आएर थियो क्या अनि अहिले पनि मेरो साथीहरूलाई याद छ कि छैन तर मलाई चाहिँ याद छ अनि मलाई यस्तो आएको क्या यस्तो आएको कि होइन स्कुलमा मैले गर्ने बिर्सेँ चाहिँ यस्तो अनकन्ट्रोल भएको क्या अनि रोक्दा 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 नसकेर मैले त गर्थेँ बाटोमा तर लुगामा के स्कुलको स्कर्टमा हामी छिटो घर आएर गरेको त्यो बेला लास्ट लाल लाग्यो म कुद्दै कुद्दै घर आएँ हुन्छ कहिले काहीँ अब कहिले काहीँ पनि छ होइन तर मलाई केही लाग्दैन के भयो नेचुरल मेट्रो यतिबाट म आफै दिन्छु अलिअलि ल हाहा ट्रुथ परेछ मलाई ल जे सुत्दै नि हुन्छ ल ट्रुथ है ट्रुथ सत्य कुरा बोल्नु पर्यो क्या अब म हेभ यु एभर टु टाइमिङ भनेर लाइक त्यसो टु टाइमिङ भनेर गर्लफ्रेन्डकै एउटै टाइममा दुईवटा गर्लफ्रेन्ड बनाएको छ अब त्यो कस्तो भन्दाखेरि गर्लफ्रेन्ड भन्दै नि अब त्यो सिचुएसनसिप टाइपको हो क्या भन्नाले अब चढा जस्तो भएको थियो अनि यतिको बोलेको थियो अनि त्यस्तै त्यस्तै हो अरू त त्यस्तो बनाउने चाहिँ बनाएको त्यस्तो चिट चाहिँ गरेको छैन मैले छैन तर टु टाइम अब त्यो जस बोल्थ्यो त्यस्तै मात्र हो कि त्यस्तो चाहिँ भन्दा ठुलो चाहिँ केही पनि होइन ओके थ्याङ्क यू भन्ने एप्रिसिएटिभ भन्यो नि त ल मैले My turn. म त खाली धेरै परे गर्छ सकिँदैलाई चाहिँ अब तिनवटा मात्र छ गाइस अब डेढ के दिने मलाई डेढ के दिउँ भन्दाखेरि आज ल जस आज खाजा चाहिँ तैँले बनाउनु पर्छ मिठोवाला डेढ है खाजा बनाएको त देखाउँदिन रेडी भएपछि बनाउनु देखाएन त्यो पनि हो जस अल्छी लागेको छ मलाई चाहिँ कस्तो भयो हुन्छ के खाजा त सजिलो चौचौ होइन मैले चाहिँ भने त्यही चौचौ चाहिँ होइन जस अलि मिठो खालको खाजा बनाएर खानिदिनु पऱ्यो मलाई इम्प्रेस पार्नु पऱ्यो त्यही हो ओके सो म चाहिँ मेरो डेढ पुरा गर्न लागेको छु अनि यहाँ चाहिँ त्यो व्हाइट कलरको त्यो हुन्छ नि चना त्यो उसिनिरहेको छु होइन किनभने मैले डेढ पाएको नि त खाजा बनाउने भनेर बिकज माई ब्रदर गिभ मी हामी चाहिँ अनि पुरी र त्यो छोले भटौरे हुन्छ त्यस्तो बनाउनु लाग्छ अब हेर्नु कस्तो हुन्छ म चाहिँ प्याज काटिरहेको छु एकछिन भेट्छु है र अरूहरू बनाउने बेला भेट्छु अब बनाउँदै गर्दाखेरि अलिअलि बिचमा खोइसहरू देखाउँछु सो डो इज रेडी अनि अब यहाँ चाहिँ सो म चाहिँ यहाँ छोले भटौरेको लागि रेडी गरेर थिएँ यहाँ प्याज हालेर यताउता अरू चाहिँ धेरै क्लिपहरू खिचेन अलिअलि खिचेपछि त कस्तो भयो क्या त्यही भएर यहाँ चाहिँ डोहरू रेडी थियो त्यही हो मलाई चाहिँ यहाँ एउटा प्रेसर पनि थियो अब डेढ पनि कम्प्लिट गर्नु पनि अझै भिडियोहरू खिच्न भएको थियो त्यही भएर म छिटो नाच्दै बनाइरहेको थिएँ There is done. Are you satisfied? एकदम ह्यापी है त अझै सिदिन लाइट तिनटा मात्र छ ल ट्रुथ गाइस ट्रुथ जति हेर ट्रुथ पर्दो रहेछ है मलाई मात्र डेढ पर्छ एकदम सत्य बोल्ने मान्छे नि त्यो ल म सोच्छु हैन तिमीले चाहिँ एक्जाममा हैन कहिले चिट गरेर हैन अनि चिट गरेर पक्रेको छ टिचरहरूले त्यस्तो एक्सपिरियन्स एउटा चिट गरेर त छ कतिचोटि भन्दै नि जस पक्रेको जस अब यस्तो गरेर पछाडि हेरिरहेको थिएँ होइन यस्तो गरेर पछाडि हेरेर टक्क सराइरहेको रहेछ त्यस्तो अगाडि थाहै थिएन होइन त्यो बेला पनि परेको स्कुलमा पनि परेको कलेजमा पनि परेको कतिचोटि पिट्नु चाहिँ भयो पिट्न त त्यस्तो छैन जस अगाडि दिने अनि पेपर लिइदिने त्यही त नि इजी नै सोधेँ है मैले मेट्रो नै छिटो डु 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 फास्ट अब त्यो दुईवटा खा ल जुन लिने एउटै हो ट्रुथ पर्छ मलाई खालि डेयर यो गेम चाहिँ होइन मेरो चाहिँ डेयर उसको चाहिँ ट्रुथ जस्तो भयो
ठिकै छ अर्को गिमी खतरावान डियर म एकदम डेयरिङ उसले चाहिँ डियर परेको छ होइन अब मैले चाहिँ एउटा ठ्याक्क सोचिहालेँ एउटा होइन त्यो चाहिँ अलिकति रमाइलो नै हुन्छ जस्तो एउटा स्ट्रेन्जर बाटोमा हुन्छ नि भेटेर जस्ट डान्स गर्नु पऱ्यो चुप पाइरहेछ एकजना जोसँग भयो नि के भयो एकछिन कति एकछिन अब एकैछिन ल मलाई लाज लाग्छ ल ओके म जान्छु अब सो म चाहिँ यहाँ बाहिर आइसकेँ स्ट्रेन्जरसँग डान्स गर्ने भनेको बाटोमा एकजना पनि छैन हेर्न सक्नुहुन्छ आउनु त ल म त्यो कहाँ जाने होला यहाँ कोही पनि छैन कहाँ डान्स गर्नुको लागि ल छोडिदिए ल बिचमा गरेर नाच्दे ल नाच्दे ल रेडी अब छोडिदिए ल मैले नि भने ल बिचमा नाच्दै त्यस्तै नै होला नेक्स्ट टाइम ल गीत गाउन तिमी चाहिँ अनि अरूलाई धनको फेरि त्यहाँ टिटाएर खिच्छ न त्यो त्यहाँ फेरि यता So यो बेला चाहिँ I was about to ask one lady who was coming towards me तर मलाई चाहिँ एकदमै लाज लागेर यतिखेर मैले भन्नै सकिनँ हिमाल जस्तै अब होइन चाहिँ अरू पनि छन् सिधै सिधै आइरहेछ अब स्ट्रेन्जरहरूको लागि हो होइन राम्रो ब्लग यही हो ब्लग चाहिँ होइन छोरो बहिनीहरूलाई यहाँ अडा लाग्यो जस्तो ल धन्यवाद सो मान्छे नै आउनु भएन हेर्नु बाटोमा कोही पनि धेरैजना पनि छैन तपाईँले देखिसक्नु भयो तर मैले एकजनालाई रिक्वेस्ट गरेको उहाँले चाहिँ नाच्नै मान्नु भएन त्यही भएर तिमी मान्छौ के तिमीलाई भयो भयो ल इङ्ग्लिस यत्रो मान्छेबाट नाच्छ नि त होइन सो डन माई के हो अरे देयर इज डन सो आई फरगट टु मेन्सन उसको टर्न भनेर चाहिँ ठिकै छ कि म त त्यस्तो दिन्न बिचरा उसलाई मैले धेरै दिइसकेँ नि त के दिनु त दिमागमै आउँदैन रहेछ डियर त आइडिया सरी होइन हिन्दीमा होइन तिमीले मेरो तारिफ गर्नु पऱ्यो क्या यस्तो मजाले 10वटा कुरा जति 10वटा वर्ड्स आई मिन वर्ड्स होइन सेन्टेन्स क्या 10वटा सेन्टेन्स हिन्दीमा मेरो तारिफ हिंदी तो हेटिंग आप बहुत अच्छे हो आप रीमा तुम बहुत खूबसूरत हो भन न ठुलो छोले आप बहुत आप भनेको अलि रेस्पेक्ट हुन्छ नि आप बहुत खूबसूरत हो आप बहुत टैलेंटेड हो आप बहुत खूबसूरत हो आप बहुत क्या कहते हो आप बहुत आएन मलाई आप बहुत आप बहुत खूबसूरत हो आप बहुत टैलेंटेड हो आप बहुत मुझे पता है आप बहुत जेसुकै होस् तर राम्रो हो और आप बहुत अच्छे हो आप बहुत प्यारे हो आप बहुत क्यूटी हो और अब त्यो आप त्यो मात्र नभन न अरु पनि अब कति कुराहरु छ तारिफ के अब आप बहुत अच्छे से खाना बनाते हैं आप बहुत अच्छे से डांस करते हो भी ब्लॉग बनाते हो आपको क्या ठीक 5 वटा त भयो भइसक्यो 10 सेकेन्ड भन्दा बढी 20 सेकेन्ड भइसक्यो मैले 10 वटा सेन्टेन्स भने 10 सेकेन्ड भने हैन अब एउटा लास्ट एउटा राम्रो लास्ट के भन्यो यस्तो दिमागमा आउँदैन हिन्दी त आपका
आपका नाम क्या है? ठीक है, मैं पूछती हूँ, ठीक है? आपको है ना, तुमको हमारा सबसे ये फेस पे कौन सा पार्ट अच्छा लगता है? फेस पे? हाँ, आईज, नोज, लिप्स, हेयर। मुझे आपका ईयर बहुत अच्छा लगता है। त्यसो हुन्छ हेर्नु त गाइस, सच में सब अच्छे। सब नहीं, आपको एक ही बताना है ना? आँखें, तेरी काली आँखें। ओके, ल हामी चाहिँ सक्यो। एउटा चाहिँ अर्को एउटा सोध्न मलाई तिमीलाई यतिकै है, त्यो चाहिँ ट्रुथ भन्दा नि यस्तो के अरे, हामी के अब बच्चामा कति धेरै हामी चाहिँ लाइक म अहिले एकछिन फोटो नि देखाउँछु, त्यहाँ एउटा फोटो छ होइन। हामी चाहिँ पहिले सानैदेखि जो सँगसँगै हो क्या, ऊ र ममा 2 month मात्र फरक छ नि त। अनि हामी चाहिँ जो पहिले चाहिँ डोन्ट लाफ, अनि त्यसपछि हामी चाहिँ कति मेमोरिजहरू छ क्या सानैदेखि भन्नाले, एकदम सानोदेखि ठुलोसँगै अहिलेसम्म हुर्केको हो नि त। सो तिमीलाई चाहिँ अहिलेसम्मको होइन, अहिलेसम्मको वान अफ द बेस्ट मेमोरी मसँग कुन लाग्छ क्या? मेमोरी लाइक यो चाहिँ कस्तो रमाइलो है, बच्चामा यस्तो गरेको थियो, यो बच्चै भए पनि ठुलै भए पनि यो चाहिँ रमाइलो भएको थियो भने। धेरै छ मेमोरीहरू त, अब धेरै कुरामा रमाइलो। जस्तै हामी पार्टीहरूमा जाँदाखेरि नि त्यो अब मम्मीहरूको अफिसको पार्टीहरूमा पनि कति रमाइलो हुन्थ्यो होइन। त्यो होटेलमा गएर के त्यतिखेर हामी कस्तो त्यो बोटमा नि खेलेको थियो, चक्लेटहरू यति वाल्छेल होइन फालिदिएको त्यतिकै त्यो पनि। अनि यो चाहिँ फेरि होइन बच्चादेखि नत्तिने के त्यो हुन्छ नि, रुने टाइपको होइन, त्यस्तो गर्ने कि। अनि फोटो खिच्ने बेला नि रिसाएर ठुस्छ भन्ने त्यस्तो थियो। यो चाहिँ राम्रो मान्छे चाहिँ मनको चाहिँ राम्रो छ भन्ने कि त्यो चाहिँ लास्टमा बटर। अनि एउटा चाहिँ मलाई चाहिँ के याद छ भने, मलाई चाहिँ सबसे रमाइलो लाग्यो भने अर्को हामी 3 जना गएको थियो क्या यता अफिसमा ठुलोहरूको। अनि त्यहाँनिर चाहिँ साइकल थियो नि क्या त। अनि म चाहिँ सानैदेखि कस्तो क्या है, पुरा पैसा क्या त, त्यो पैसा फोके उ गरेर ल भनेर उनीहरूलाई चाहिँ काम गर्ने मान्छे बनाइदिएको थियो। मलाई त्यस्तो हुन्छ, त्यो पनि मलाई चाहिँ जस अहिलेसम्म याद भएको मेमोरेबल टाइप। तिमीसँग त कति, अनि त्यो एउटा के अरे चङ्गा उडाउँथ्यो क्या हामीले पहिला कति उसले। अनि त्यसपछि म चाहिँ चङ्गा यसरी उडाइदिन जान्थेँ। अनि त्यतिखेर चाहिँ होइन, अनि साँचो हराएको क्या उसले। अनि त्यसपछि ठुममले चाहिँ गाली गर्नुहुन्थ्यो कि लास्ट टाइम साँचो हराएको छ, अब कहाँबाट छिर्ने होइन। अनि घरको साँचो हरायो। अनि तर साँचो चाहिँ मैले लुकाइदिएको थिएँ कि, उसले यस्तो ब्याग आइरहेको थियो नि त। अनि त्यसपछि त्यतिखेर खसेको थियो नि त। अनि मैले लुकाइदिएको। अनि लास्टमा मैले तिमी त यहीँ रहेछ चाबी कस्तो नदेखा भनेर देखाइदिएको। अनि उसले लास्टमा मलाई के चक्लेटहरू दिएको थियो, तर त्यो चाहिँ मैले त्यतिखेर झुटो बनाएको थिएँ। त्यही हो ल, त्यही हो ल। अहिले एकछिन अब हामी भिडियो चाहिँ एन्ड गरिदिउँ है त। सो बाई बाई गाइस। तपाईँहरूलाई चाहिँ यो भिडियो राम्रो लाग्यो होला, ट्रुथ एन्ड डेयर कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने चाहिँ हामी पार्ट 2 पनि फेरि लिएर आउँछौँ होइन त। अझै मान्छेहरू बढिराखेर होइन, अझै बढिराखेर अझै दामी ट्रुथ एन्ड डेयर फर्स्ट दिन हो होइन, फर्स्ट ट्राई हो, त्यही भएर मात्रै अब हुन्छ नि त्यस्तो राम्रो भएन भने कि जस्ट माया चाहिँ देखाइदिनु होला। अनि त्यो सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, सेयर गरिदिनु। अनि अर्को भिडियो चाहिँ योभन्दा अझै राम्रो हुनेछ ट्रुथ एन्ड डेयर। अब अझै राम्रो तपाईँहरूलाई यस्तै होइन, अझै खतरा च्यालेन्जिङ। अनि अलिक जस हुन्छ नि यसो फुड हन्टवाला नि भिडियोहरू त्यस्तो पनि आउँछ होइन। जस अब त्यो ल। सो आजको लागि चाहिँ यति नै। अब जस्तो भए पनि हेरिदिनु होला, माया गरिदिनु होला। सो अर्को भिडियोमा फेरि भेट्छु। टिल देन गुड बाई, टेक केयर एन्ड के भन्ने, बाई।